नेपाली भूमि लिपुलेक हुँदै भारत र चीन बीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा हामीले 2083 वैशाख 20 गते हाम्रो धारणा सार्वजनिक गरेका छौँ। यसबारेमा यहाँहरू जानकारी नै हुनुहुन्छ। 1816 सनको सुगली सन्धिबाट नै महाकाली पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णतः स्पष्ट र अडिग रहेको हामीले उल्लेख गरेका छौँ। नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराइसकेको छ। यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको विषय पनि हामी उल्लेख गरेका छौँ। साथै लिपुलेक क्षेत्र नेपाली भूभाग रहेको विषयमा मित्र राष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको बेहोरा पनि हामीले उक्त नोटमा स्पष्ट पारेका छौँ। नेपाल र भारत बीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि सम्झौता, तथ्य, नक्सा र प्रमाणका आधारमा सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध रहिआएको छ। यसैगरी छैटौँ विषय रहेको छ नेपाल भारत द्विपक्षीय संयन्त्रको बैठकहरू सम्बन्धी। नेपाल र भारत बीचको घनिष्ठ द्विपक्षीय सम्बन्धलाई विभिन्न संयन्त्रहरूको बैठक, सहकार्य र संलग्नताहरूले अझ सुदृढ बनाएका छन्। हालै 30 अप्रिलदेखि 1 मे 2026 मा जोइन्ट कमिसन अन कोशी एन्ड गण्डक प्रोजेक्ट JCKGP र 2 मे 2026 मा नेपाल इन्डिया जोइन्ट टिम अन फ्लड फोरकास्टिङ एक्टिभिटिज अन रिभर्स कमन टु नेपाल एन्ड इन्डियाका बैठकहरू काठमाडौँमा सम्पन्न भएका छन् भने अहिले आज र हिजो अर्थात् 7 र 8 मे 2026 मा जोइन्ट टेक्निकल टिम अन कोअपरेसन अन द पावर सेक्टर JTT को बैठक नयाँ दिल्लीमा सञ्चालन भइरहेको छ। अब 7औं विषय यदुनाथ खनाल लेक्चर सिरिजको 5औं संस्करण सम्बन्धी रहेको छ। परराष्ट्र मन्त्रालयले प्रत्येक वर्ष आयोजना गर्ने यदुनाथ खनाल लेक्चर सिरिजको यस वर्ष 5औं बैठक निकट भविष्यमा आयोजना गर्ने तयारी अगाडि बढेको छ। यस सिरिजको मिति, वक्ता लगायतका विषयमा हामीले आगामी ब्रिफिङमा यहाँहरूलाई जानकारी गराउनेछौँ। अर्को विषय विदेशी स्थित केही नेपाली अनरेरी कन्सल जनरल र कन्सलहरूलाई जिम्मेवारीबाट मुक्त गरिएको विषय रहेको छ। नेपाल सरकार मन्त्री परिषदको आज 2083 वैशाख 25 को निर्णयबाट विदेश स्थित 15 स्थानमा रहेका नेपाली अनरेरी कन्सल जनरल तथा कन्सलहरूलाई जिम्मेवारीबाट मुक्त गरिएको छ। ती 15 स्थानमा अमेरिकाका क्यालिफोर्निया, मासाचुसेट्स र सियाटल, अस्ट्रेलियाका एडलेड, मेलबर्न र सिडनी, न्युजिल्यान्ड, मलेसियाको क्लाङ भ्याली, इन्डोनेसियाको जाकर्ता, इजरायलको रोहोबोट सिटी, साइप्रसको निकोसिया, जर्मनीको ब्रेमेन एन्ड लोअर स्याक्सोनी र वार्सा एवं स्लोभेनिया र माल्टा रहेका छन्। अनरेरी कन्सल सम्बन्धी नियमावली 2039 को छैटौं संशोधनको परिषद 2 को नियम 7 को उपनियम 8 बमोजिम ती स्थानहरूमा उहाँहरूको सेवाको आवश्यकता र औचित्यता समेतका आधारमा सरकारबाट यो निर्णय लिएको हो। अब म दक्षिण पूर्वी एसियामा सञ्चालित अनलाइन स्क्यामिङ र नेपाली नागरिकको उद्धारको विषयमा यहाँहरूलाई अध्यावधिक विवरण उपलब्ध गराउन चाहन्छु। उक्त क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा ठगिन पुगेका नेपालीहरूको पहिचान र उद्धारका विषयमा हामीले निरन्तर रूपमा यहाँहरूलाई अध्यावधिक जानकारी गराउँदै आइरहेका छौँ। थाइल्यान्ड र म्यानमार स्थित नेपाली राजदूतावासहरूबाट सम्बद्ध निकायसँगको समन्वय र सहयोगमा हालसम्म कुल 616 जना नेपालीको उद्धार कार्य सम्पन्न भएको छ र केही थप नेपालीहरूको उद्धार कार्य भइरहेकोले आज बेलुकासम्म उहाँहरू आउने अपेक्षा पनि गरिएको छ। जसमध्ये कम्बोडियाबाट हालसम्म 491 जना, म्यानमारबाट 111 जना, लाओसबाट 8 जना, थाइल्यान्डबाट 6 जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको हो। विभिन्न उद्देश्यले कम्बोडिया भ्रमणमा जाने नेपालीको सङ्ख्या पछिल्लो 3 वर्षमा मैले यसअगाडि पनि यहाँलाई जानकारी गराएको थिएँ 21,000 भन्दा बढी रहेको छ। त्यसमध्ये धेरैजना त्यस्ता ठगी केन्द्रमा गएको हुन सक्ने अनुमान पनि गरिएको छ। नेपाली राजदूतावास बैंककको अनुरोधमा कम्बोडिया सरकारबाट हालसम्म 102 जनाको जरिमाना मिनाहा पनि भएको छ। कम्बोडिया स्थित नेपालीहरूको अवस्थाबारे जानकारी सङ्कलन गर्न बैंकक स्थित नेपाली राजदूतावासले अनलाइन फारम पनि सुरु गरेको छ। सो फारमबाट प्राप्त विवरणका आधारमा राजनीति नभएका नेपालीहरूलाई निःशुल्क ट्राभल डकुमेन्ट जारी गरी कम्बोडिया सरकारसँग आवश्यक समन्वय गरेर उहाँहरूलाई नेपाल फर्काउने
काममा सहजीकरण सुरु गरिसकिएको छ। साथै उक्त क्षेत्रमा हिरासत र जेलमा रहेका नेपालीका विषयमा सम्बन्धित नेपाली नियोगहरू मार्फत पहल जारी राखिएको छ। 18 जना नेपालीहरू म्यानमारमा हिरासतमा हुनुहुन्छ भन्ने विषय पनि हामीले यसअघि यहाँलाई जानकारी गराइसकेका छौँ।